भित्र मात्रै हैन बाहिर पनि खचाखच देखिन्छ। धेरै ठुलो उपस्थिति। आजको उपस्थितिले साँच्चीकै उज्यालो नेपाल पार्टीले देश बनाउने छ भन्ने मलाई विश्वास लागेको छ। अघि म भित्र आउँदै गर्दाखेरि एकजना पत्रकार साथीले सोधिहाल्नुभयो, तपाईँ त उज्यालो नेपाल पार्टीको घोषणा सभामा प्रमुख अतिथिको रूपमा किन आउनुभयो भनेर भन्नुभयो। म उज्यालो नेपाल पार्टीको मात्रै हैन जुनसुकै पार्टीको घोषणा सभामा प्रमुख अतिथि बोलाउनु भयो भने म सबैमा जान्छु। सबै मेरो लागि समान हो। अब उज्यालो नेपाल पार्टीले मलाई सम्मानपूर्वक प्रमुख अतिथिमा बोलाउनु भयो, मैले स्वीकार गरेँ र उहाँहरूलाई धन्यवाद छ। म सर्वप्रथम आजको अध्यक्षता गरिराख्नु भएको मेरो अनन्य साथी पनि पुरानो 30 वर्षदेखिको मेरो सहकार्यमा सहभागी भएर हरेक पाइलामा सहयोग गर्नुहुने हाम्रो पूर्व सचिव पनि हुनुहुन्छ अनुप कुमार उपाध्यायज्यू। उज्यालो नेपाल वास्तवमा उहाँले ल्याउनु भएको थियो। जुन बेला म विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर यो उज्यालो नेपाल अभियानमा लोड सेडिङ अन्त्य गर्न भनेर लागिरहेको थिएँ, उहाँ मन्त्रालयको सचिव विद्युत प्राधिकरणको चेयरम्यान हुनुहुन्थ्यो र उहाँले हरेक कुरामा भित्र बसेर यदि धेरै डिसिजनहरू निर्णयहरू गर्नुभयो, सहयोग गर्नुभयो, त्यसबाट उज्यालो नेपाल लोड सेडिङ अन्त्यको लागि हामी सफल भयौँ। पर्दा पछाडि धेरै मान्छेहरू हुन्छन्, देखिने म एउटा सिपाहीको रूपमा म देखिएको मात्रै हो र पर्दा पछाडिका जो व्यक्ति आज उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेर आउँदा मलाई अत्यन्तै खुसी लागेको छ। उहाँलाई बधाई दिन त म आउनै पर्यो। मेरो लागि गर्वको विषय हो। उहाँले उज्यालो नेपाल पार्टी नै राखेर अध्यक्ष बनेर आउनुभएको छ। यहाँलाई फेरि पनि बधाई छ। सम्पूर्ण उज्यालो नेपाल पार्टीका साथीहरू, केन्द्रीय सदस्यहरू र सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरू जसले उज्यालो नेपाल पार्टीलाई सहकार्य गर्न सद्भाव राखेर आज आउनुभएको छ, उहाँहरू सबैलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो लागि यो उज्यालो अभियान, उज्यालो नेपाल अभियान भनेर हामीले वर्षौंदेखि विगत 8 वर्षदेखि चलाइरहेको अभियान हो। उज्यालो नेपाल अभियान उहाँहरूले पार्टीमा कन्भर्ट गर्नुभयो, परिणत गर्नुभयो, त्यसको लागि म अति नै आभारी व्यक्त गर्न चाहन्छु। देश विदेशमा गल्फ कन्ट्रीदेखि लिएर अमेरिका, युरोपदेखि लिएर धेरै ठाउँमा उज्यालो अभियान भनेर हामी लागिरह्यौँ। उज्यालो नेपाल अभियान भनेर अभियानको नाम दिएर करिब म 2 महिना विदेशतिर लागे। सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने मौका पाएँ। यति ठुलो नेपाली दाजुभाइहरूको सद्भाव, माया, प्रेम देखियो। म त वास्तवमा विदेशमा 8 वर्षसम्म घुम्न पनि पाएको थिएन। विगतको सरकारले जुन बेला मलाई निकाल्यो त्यसपछि मलाई एकदमै ठुलो अवसर प्राप्त भयो। विदेशमा घुम्ने, सबैसँग भेटघाट गर्ने अवसर प्राप्त भयो। त्यसपछि मैले बुझेँ नेपाल बाहिर रहेछ,
नेपाल विदेशमा रहेछ, नेपालीहरू विदेशमा रहेछ। कति माया गर्दो रहेछ नेपालीहरूले, विदेशमा रहेका नेपालीहरूले नेपालमा कति माया गर्दो रहेछ भन्ने मैले त्यसपछि बुझेँ। यो उज्यालो नेपाल अभियानमा उहाँहरूले ठुलो साथ सहयोग दिनुभएको छ। दिनुभएको वास्तवमा एउटा व्यक्तिको लागि होइन, एउटा व्यक्ति अगाडि बढेर होइन, देश उज्यालो हुनुपर्छ भन्ने सबैको चाहनाले त्यो साथ सहयोग प्राप्त भएको मलाई लाग्छ। अब जुन बेला देशमा क्राइसिस आयो, जुन बेला संस्थाभित्र क्राइसिस आउँछ, मेरो उपस्थिति हुँदो रहेछ। विद्युत प्राधिकरणमा लोड सेडिङको यति ठुलो क्राइसिस थियो, ठ्याक्कै त्यहाँ मेरो उपस्थिति भयो। मलाई त्यहाँ विद्युत प्राधिकरण कार्यकारी निर्देशक बनाउनु भयो। उहाँहरूलाई, तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूलाई मैले धन्यवाद दिइरहेको छु। त्योभन्दा अगाडि चिलेमे हाइड्रो पावर कम्पनीमा ठुलो क्राइसिस थियो, म गएँ। मैले त्यहाँको क्राइसिसलाई समाधान गरेर एउटा रसुवाली जनता, नेपाली जनतालाई हाइड्रो पावरको सेयर दिनुपर्छ, रसुवाली जनता, स्थानीय जनतालाई विकास निर्माणमा संलग्न गर्नुपर्छ, इन्क्लुसिभ ग्रोथ भनेको त्यही हो, नमुना त्यही हो भनेर त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरे। त्यहाँबाट पनि मलाई निकालियो। निकालेपछि 1 महिनाको आन्दोलन भयो। त्यहाँ आन्दोलन निकाल्न साथ मलाई विद्युत प्राधिकरणमा 1.5 वर्षपछि कार्यकारी भूमिकामा आएँ। त्यहाँ लोड सेडिङ अन्त्य गर्ने मौका पाएँ। यो मौका तपाईले सुनिराख्नु भएको छ। करिब 7-8 महिना सरकार र कुलमान घिसिङको ठुलो झगडा सुनिराख्नु भएको थियो होला। 4 महिना बाँकी हुँदाखेरि म बाहिरिनु पर्यो, मलाई निकालियो। मैले त्यही बेला उहाँहरूलाई, सरकारलाई धन्यवाद दिएको थिएँ। त्यसबाट मलाई अहिले मन्त्रीको रूपमा स्थापित भयो। यो पनि मलाई अपर्च्युनिटी नै भयो। अब यहाँबाट हिँडेपछि कता जाने होला भन्ने तपाईहरुले अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेछ। त्यो भएकोले वास्तवमा मैले आफ्नो अनुभव, जुन मैले 30 वर्षको अनुभव देखेको छु र हेरेको छु, राजनीतिक परिवर्तनहरू पनि धेरै भोगेको छु। 46 सालपछि त हामीले हेरेका छौँ, 7 साल हामीले सुनेका हौँ। 7 सालपछि 17 साल, 46 साल, 62-63 का सबै परिवर्तनहरू हामीले हेर्यौँ। करिब 75 वर्षको लामो राजनीतिक परिवर्तनबाट नेपाल गुज्रियो। राजनीतिक परिवर्तन गर्न हाम्रा नेताहरू एकदमै सफल मानिनुहुन्छ। हरेक परिवर्तनमा उहाँहरूको सफलता देखिन्छ। 7 सालपछि जुन राजनीतिक परिवर्तन नेपालमा आयो, त्यही 7 सालको आसपासमा 1950s को आसपासमा इन्डिया र चाइनामा पनि ठुलो राजनीतिक परिवर्तन भयो। दुई ध्रुवतिर दुई किसिमको राजनीतिक परिवर्तन, सिस्टम, फरक सिस्टममा राजनीतिक परिवर्तन आयो। आज 75 वर्षमा दुईतिरको देशहरूले, दक्षिण र उत्तरतिरका देशहरूले करिब आफ्नो जीडीपी को 300 गुणा, 350 गुणा वृद्धि गरेको रहेछ चाइनाले। इन्डियाले करिब 150 गुणा वृद्धि गरेको रहेछ। नेपालको जीडीपी 75 वर्षमा 75 गुणा मात्रै वृद्धि भएको रहेछ। यो अवस्था किन आयो? राजनीतिक परिवर्तन गर्न एकदमै सफल व्यक्तित्वहरू, नेताहरू आर्थिक परिवर्तन गर्न त्यति सफल देखिएन। आर्थिक क्रान्ति गर्न, आर्थिक रूपान्तरण गर्न सफलता प्राप्त भएन।
त्यसले गर्दाखेरि हरेक 10-15 वर्षमा नयाँ नयाँ सिस्टम खोज्न थाले जनताले। वास्तवमा राजनीतिक परिवर्तनले मात्रै देश बन्दो रहन्छ, सिस्टम र आइडियोलोजीले मात्रै देश बन्दो रहन्छ। लिडरसिप एकदम जरुरी छ। लिडरसिप एकदमै महत्त्वपूर्ण विषय हो। यदि लिडरसिप राम्रो भयो भने हरेक चीज बन्छ। एभ्रिथिङ राइजेज एन्ड फल्स अन लिडरसिप भन्छन्। लिडरसिपै महत्त्वपूर्ण रहेछ। त्यो लिडरसिपले यदि देश बनाउने आँट गर्यो भने देश बन्दो रहेछ। अस्ति म धेरै ठाउँमा घुम्न मौका पाएँ। लक्जमबर्गमा गएको थिएँ। मैले त्यो उदाहरण दिने गरेको छु। त्यहाँको प्रधानमन्त्री 2 पटक मात्रै प्रधानमन्त्री हुन पाउने संविधान रहेछ। 8 वर्ष प्रधानमन्त्री चलाए। यति राम्रो काम गर्नुभयो। लक्जमबर्गमा ठुलो परिवर्तन, आर्थिक क्रान्ति गर्नुभयो। जनताले त्यो संविधानै फेरेर तपाईँ नै बस्नुपर्छ भनेर अनलिमिटेड जति बस्न मन लाग्छ त्यति बस्नु भनेर जनताले नै संविधान फेरेर उहाँलाई राख्नुभयो। 20 वर्षसम्म उहाँको सो इच्छाले छोडेर जानुभयो। र आज लक्जमबर्गको पर क्यापिटा इन्कम संसारकै सबभन्दा बढी, करिब $57,000 हो कति छ, करिब $60,000 लक्जमबर्गको पर क्यापिटा इन्कम छ। एउटा नेताले गर्न चाहँदाखेरि, एउटा व्यक्तिले गर्न चाहँदाखेरि हुँदो रहेछ। आज हामीले जुन तपाईले देखिराख्नु भएको छ, सुशासन, समृद्धि, सामाजिक न्याय, सुशासन भएन भने देश बन्दैन। किन हरेक राजनीतिक परिवर्तन पछिका नेताहरू सफल भएनन् त? हरेक राजनीतिक परिवर्तन पछिका सरकारहरू किन सफल भएन? राजनीतिक परिवर्तनमा उहाँहरू एकदमै अब्बल देखिनुभयो। तर त्यही व्यक्तिले डेभलपमेन्ट एजेन्डा लिएर सफल हुन्छ भन्ने हुँदो रहन्छ भन्ने प्रमाणित भएको छ। सही व्यक्तिहरूको छनौट भएन। सही व्यक्तिलाई यदि मन्त्रालयहरूको जिम्मा दिएको भए, सही व्यक्तिहरूलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए त्यो अवस्था हुँदैन थियो। प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सही हुनुपर्छ। मैले भन्ने गरेको छु, राइट म्यान इन राइट प्लेस इन राइट टाइम। सही व्यक्ति सही समयमा सही ठाउँमा हुनुपर्छ। त्यसपछि देश परिवर्तन हुन्छ। त्यसपछि ठुलो परिवर्तन सम्भव हुन्छ। यदि सही व्यक्तिहरू छानिएन, आफ्ना व्यक्तिहरू, हाम्रा व्यक्तिहरू छानियो भने देश परिवर्तन हुन गाह्रो छ। राजनीतिक परिवर्तन गर्न, भाषण गर्न, ठुल्ठुला भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माण र समृद्धिको एजेन्डामा असफल हुन सक्छ। त्यो हुनाले भाषणले होइन, कामले गर्नुपर्छ। डेलिभरी दिनुपर्छ। डेलिभरी बहुत महत्त्वपूर्ण हो। सबभन्दा ठुलो कुरा परिणाममुखी राजनीति गर्नु, परिणाम आउनु पर्यो। मैले यस्तो गरेँ, धेरै काम गरेँ भनेर हुँदैन। त्यो रिजल्ट देखेन भने 24 घण्टा खटे पनि रिजल्टले भन्दैन। त्यो रिजल्ट महत्त्वपूर्ण छ। यो लिडरसिप किन फेल हुन्छ भन्दा विश्वास गुमेपछि लिडरसिप फेल हुँदो रहेछ। यो सबैमा लागु हुन्छ। जब विश्वास गुम्छ लिडरसिप फेल हुन्छ। विश्वास कसरी गुम्छ? विश्वास गुम्ने भनेको तपाईको इन्टेग्रिटी लुज भयो, सुशासन कायम गर्न सकेन, भ्रष्टाचार मौलायो, तपाईको चाहिँ आचरण बिग्रियो, नेताको आचरण बिग्रियो भने त्यो लिडरसिप फेल हुँदै जान्छ। जनताले विश्वास गुमाउँदै जान्छ र टिमले विश्वास गुमाउँदै जान्छ। जब विश्वास गुम्छ त्यसपछि लिडरसिपले फेरि लिड गर्न सक्ने अवस्था रहँदैन। यो पोलिटिकल लिडरसिपमा पनि हो र कर्पोरेट लिडरसिपमा पनि हो।
कुनै पनि संस्थामा पनि त्यही हो, सबै संस्था ब्युरोक्रेसीमा पनि त्यही हो। विश्वास कमाउनु पर्यो, विश्वास कमाउनलाई डेलिभरी दिनु पर्यो, सुशासन दिनु पर्यो र त्यो किसिमले जनता केन्द्रित भएर काम गर्नु पर्यो, पिपल सेन्ट्रिक भएर काम गर्नु पर्यो। त्यो भएको हुनाले यो पिपल सेन्ट्रिक म सधैँ भन्ने गर्छु। म 30 वर्ष एउटा इनर्जी सेक्टरमा काम गरेँ, सधैँ जनता केन्द्रित भएर काम गरेको छु। हरेक समय म जनतालाई नै हेरेर काम गर्छु, पब्लिकलाई हेरेर काम गर्छु। त्यो भएको हुनाले आज जुन समयमा म एउटा स्थापित भएर आएको छु, त्यो स्थापित भएको कसैले टिपेर होइन, जनताले विश्वास गरेर, जनताको माग बमोजिम जनताले माया गरेको हुनाले आएको। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुँदा रसुवाली जनताले 1 महिना आन्दोलन गरेको हुनाले म प्राधिकरणमा आएँ। म एउटा सही व्यक्ति रहेछ भन्ने चिनियो। प्राधिकरणलाईबाट हटाउँदै गर्दा पनि पहिलोपटक हटाउँदा सेकेन्डचोटि आउनुपर्छ भनेर त्यत्रो आन्दोलन भयो। सेकेन्डचोटि पनि आएँ। सेकेन्डचोटिमा मलाई बहिर्गमन गरियो। अहिले म यो जेनजीका एउटा ठुलो विद्रोहपछि जेनजीका साथीहरू र वर्तमान प्रधानमन्त्रीले लगायत यो जनताको माग बमोजिम यो च्यालेन्जको समयमा एउटा भ्याकुम थियो। त्यो अवस्थामा जानुपर्छ, जिम्मेवारी लिनुपर्छ, यो च्यालेन्जलाई स्वीकार गर्नुपर्छ, क्राइसिसलाई स्वीकार गर्नुपर्छ भनेर आएको। कारण जनता पिपुलको विश्वास सबभन्दा महत्त्वपूर्ण छ। आज किन जेनजी आन्दोलन भयो? जेनजीको 2 दिनको आन्दोलनले सरकार उलटपुलट भयो। किन भयो? यो 2 दिनको आन्दोलन त्यतिकै आएको होइन। यो लामो समयको फ्रस्ट्रेसन, निराशा, लामो समयको आक्रोश जुन जम्मा भएर बसेको थियो, एकैचोटि विस्फोटन भएको थियो। त्यो विस्फोटनले एउटा ठुलो परिवर्तन ल्यायो। अब त्यो परिवर्तनलाई संस्थागत कसरी गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। सरकारमा छु, तर त्यो परिवर्तनलाई चाहिँ संस्थागत गर्ने, देशलाई फेरि सेफ ल्यान्डिङतिर कसरी लाने भन्ने कुरा एकदमै महत्त्वपूर्ण जिम्मेवारीमा हामी छौँ। यो परिवर्तनबाट देशले अब निकास पाउनुपर्छ भनेर लागेका छौँ। आगामी दिनमा अब यो चुनाव, फागुन 21 को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्नेछ। अब फागुन 21 को चुनाव त हुन्छ, चुनावपछि के हुन्छ, कस्तो सरकार आउँछ त भन्ने तपाईहरुको प्रश्न गम्भीर प्रश्न छ। त्यही भएर तपाईहरुको यो उज्यालो पार्टी जन्मेको होला। यो उज्यालो पार्टी मात्रै हैन, धेरै पार्टी जन्मेको होला। अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्वहरू, संस्थाहरू र पार्टीहरूले गर्नुपर्छ र यसको लागि आम जनसमुदायको इच्छा, आकांक्षा बमोजिम सब एक आपसमा एकताबद्ध भएर लाग्नुपर्छ भन्ने मेरो सधैँ यही भनाइ रहेको छ। अब सबै नयाँ र वैकल्पिक भन्ने साथीहरू सबै एक ठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एकताबद्ध भएर यो परिवर्तनलाई अब परिवर्तनलाई परिणाम दिनुपर्ने छ। यो परिणाम दिने भनेको नयाँ सरकार, नयाँ नेतृत्व, युवाको नेतृत्व र देशलाई परिवर्तन गर्ने नेतृत्व आउनुपर्छ। यसको लागि हामी सबै जुन बेला फ्रस्ट्रेसन, निराशा भइरह्यो त्यो बेला सबैले गाली गर्ने, जुन बेला अवसर आउँछ, चुनौती आउँछ, परिवर्तनको अवसर आउँछ, त्यो बेला हामी भाग्ने हो भने फेरि पनि परिवर्तन हुँदैन। त्यो परिवर्तनको लागि देशभित्र रहेका, देश बाहिर रहेका सम्पूर्ण नेपाली जनताले, सम्पूर्ण नेपालीहरूले योगदान गर्नुपर्छ। यो योगदान एक्लैले गरेर हुँदैन, सबैले
एकमत भएर लाग्नुपर्छ, सबै एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो। यो सबैजना सबै साथीहरू अहिले लागिराख्नु भएको छ एकताबद्ध गर्न, यसको लागि सबैको प्रयास जरुरी छ। अब नेपाल समृद्ध हुन धेरै समय लाग्दैन। नेपालको समृद्धिको आधार भनेको सुशासन, भ्रष्टाचार मुक्त देश बन्नु नै नेपालको समृद्धिको प्रमुख आधार हो। यो ल्याउनलाई जेनजी आन्दोलनले उठाएका विषय, सबभन्दा पहिलो विषय नै भ्रष्टाचार मुक्त देशको एजेन्डा थियो। यो भ्रष्टाचार मुक्त देश बन्न सक्यो भने त्यसपछि समृद्धतर्फ अगाडि बढ्छ र सही व्यक्तिहरूको छनौट भयो भने देश अगाडि बढ्छ। अब राजनीतिमा पनि सही व्यक्तिहरू आउनु पर्यो। बाहिर गएर बसेर गाली गरिरहने, बाहिर बसेर यो पनि भएन त्यो पनि भएन भनिरहने र राजनीतिक नेतृत्वमा आउन नचाहनेले देश परिवर्तन हुँदैन। सही व्यक्तिहरू अब राजनीतिमा पनि आउनुभयो। अघि रिमाजीले भन्नुभयो, कति राम्रो चाहिँ स्पिच दिनुभयो। व्यक्तित्व जसले देश परिवर्तन गर्नुपर्छ, देश भएन यो पनि भएन भन्ने जुन आकांक्षा राखिराख्नु भएको छ, उहाँहरू पनि आउनु पर्यो। डाइरेक्टली इन्डाइरेक्टली सबै सहभागी हुनु पर्यो। त्यो भएको हुनाले मेरो सबैलाई आग्रह के हो भने यो परिवर्तनलाई अब संस्थागत गर्न र देशलाई समृद्धतर्फ अगाडि बढाउन हामी एक भएर लाग्नु पर्यो। यो सुवर्ण इतिहासको सुवर्ण अवसर हो, एकदमै ठुलो अवसर आएको छ। सबैजनाले सही व्यक्तिहरू छान्नु होला भन्ने मेरो आग्रह छ। यो देश सम्पन्न हुन धेरै लाग्दैन। विद्युत प्राधिकरणमा म सानो उदाहरण, विद्युत नेपालमा विद्युत आएको करिब अहिले 115 वर्ष हो। यो फर्पिङ जलविद्युत आएपछि 115 वर्ष भयो। म आउँदाखेरि 105 वर्ष भएको रहेछ। 105 वर्षमा 800 मेगावाटको हाइड्रो पावर रहेछ, 800 मेगावाट हिउँद्याममा 300 मेगावाट आउँदो रहेछ, 50-58% जति विद्युतीकरण विद्युतको पहुँच पुगेको रहेछ। तर 8 वर्षमा हामीले 800 मेगावाटलाई 4000 मेगावाट पुर्यायौँ। करिब 10,000 मेगावाटको प्रोजेक्टहरू बनिरहेछ र अहिले करिब 7% जनताले विद्युतको उपभोग गरिरहेको छ। अघि हाम्रो म्याडमले भन्नुभयो यो विद्युत बलेको छ, अब त्यसको क्वालिटी रिलायबिलिटी कसरी मेन्टेन गर्ने भन्ने गम्भीर प्रश्न छ। गाउँमा बत्ती पुगेको छ, अब त्यसलाई इलेक्ट्रिकल इन्डक्सन कुकिङ इलेक्ट्रिकल कुकिङमा कसरी कन्भर्ट गर्ने, यो महत्त्वपूर्ण जिम्मेवारी छ। बत्ती अब 100% ठाउँमा करिब पुगेको छ, केही ठाउँहरूमा काम हुँदैछ। हिजो अन्धकारमा थिए, आज बत्ती पुगेको छ, इन्टरनेटमा बस्न पाएको छ। बत्तीलाई 30 रुपियाँ मात्रै तिर्नुहुन्छ। 65 लाख ग्राहकमा 25 लाख ग्राहकले 30 रुपियाँ मात्रै तिर्छ। त्यो फ्री छ, त्यो 20 युनिटसम्म। त्यो केही ग्राहकले इन्टरनेट र मोबाइललाई करिब 3000 रुपियाँ तिर्छ। यो बत्तीले कति ट्रान्सफर्मेसन गर्दो रहेछ, इलेक्ट्रिसिटीले कति ट्रान्सफर्मेसन गर्दो रहेछ। बत्ती हामीले गाउँ मात्रै पुर्याएन, यो बङ्गलादेश र इन्डियासम्म विद्युतलाई निर्यात गरेर अघि अस्ति 4 महिनामा मात्रै हामीले करिब 20 अरब रुपियाँ निर्यात गरेछ। विद्युत निर्यात गर्ने अवस्थामा पुर्यायौँ। यो एकदमै महत्त्वपूर्ण विषय छ। र नेपालमा लोड सेडिङको बेलामा गाडी चल्छ, पेट्रोल नहुँदाखेरि कस्तो हाहाकार थियो। अहिले सबैले इलेक्ट्रिकल गाडी चढ्न थालेको छ। सबैले इलेक्ट्रिकल गाडी, सबै ठाउँमा चार्जिङ स्टेसन, यङ एन्टरप्रेन्योरसिप गर्ने साथीहरूले भाइ बहिनीहरूले अहिले ठुल्ठुला
बिजनेस गर्नुभएको छ, चार्जिङ स्टेसनको बिजनेस, होटलको बिजनेस, ठाउँ ठाउँमा चार्जिङ स्टेसनको ठुलो बिजनेस आएको छ। अहिले डेटा सेन्टरको बिजनेसहरू आएको छ। यति ठुलो चाहिँ स्कोप बढेको छ। एउटा सेक्टरमा केही हुँदाखेरि यत्रो ठुलो चेन्ज हुँदो रहेछ। अहिले एक्सपोर्ट, विद्युत एक्सपोर्ट हुन्छ, विद्युत निर्यात हुन्छ, 20 अरबभन्दा बढीको विद्युत वार्षिक रूपमा, यसपालि करिब 25 अरब होला वार्षिक रूपमा, त्यो बढ्दै जान्छ। खरबौँको विद्युत एक्सपोर्ट हुँदैछ। त्यसले हाम्रो ट्रेड डेफिसिट घटाउँछ र हामी वैदेशिक मुद्रा पनि हामीसँग थप्दै जान्छ। अहिले वैदेशिक मुद्राको एउटै सोर्स रेमिट्यान्स थियो, तर आज विद्युत एक्सपोर्ट भएर अहिले पहिलो वस्तु बनेको छ जसले विदेशी मुद्रा कमाउँछ र रेमिट्यान्स ट्रेड डेफिसिटलाई घटाउँछ। त्यो सँगसँगै पेट्रोल डिजेलको इम्पोर्ट पहिला 15-20% बढ्थ्यो प्रत्येक वर्ष, अहिले नेगेटिभतिर गएको छ। किनभने सबैले इलेक्ट्रिकल गाडी, इन्डक्सन चुलो बाल्ने, ग्यासको घटेको छ। यसले ट्रेड डेफिसिट घटाउँछ, हाम्रो वैदेशिक मुद्रा बचत गर्छ। यो ट्रान्सफर्मेसनको प्रोसेस हो, इनर्जी ट्रान्जिसनको प्रोसेसमा यसले ठुलो काम गरेको छ। यो एउटा सेक्टरको मैले उदाहरण दिएँ। अब हामीले 1200-1500 मेगावाटको विद्युत एक्सपोर्ट गर्दाखेरि करिब 30 अरबको हामीले चाहिँ रेभेन्यू कमाउँदो रहेछ भने 50,000 मेगावाटको विद्युत एक्सपोर्ट हामीले नेक्स्ट 15देखि 20 वर्षमा गर्न सक्छौँ। यदि त्यो गर्यौँ भने हामीले करिब 40 खरबभन्दा बढी, 40देखि 45 खरबको विद्युत एक्सपोर्ट गर्छौँ। त्यो भनेको आजको नेपालको जिडिपी बराबर। नेपालको जिडिपी आज करिब 50 खरबको हाराहारीमा छ, बराबर हो। यदि हामीले विद्युतको एक्सपोर्ट र विद्युत नेपालमै खपत गऱ्यौँ भने यो पेट्रोल डिजेल सबै बन्द हुन्छ। ग्रीन इकोनोमी, हाम्रो ग्रीन इकोनोमी, हरेक चिज ग्रीन। हाम्रो पर्यटन क्षेत्रमा ग्रीन पर्यटन, ग्रीन टुरिज्म प्रडक्ट सेल गर्न सक्छ। त्यो भएको हुनाले यो हाइड्रो पावर मैले एउटा सेक्टरको मात्रै कुरा गरेँ। अब 50-40 खरब पैसा विदेशबाट नेपालमा आउँछ भने र यहीँ भित्र पनि जेनेरेट हुन्छ भने त्यसपछि तपाईले विद्युत नेपालमा नेक्स्ट 10देखि 15 इयर्समा नेपालमा विद्युत सबै जनतालाई फ्री गरे पनि हुन्छ। फ्री गर्न सकिन्छ। किन सकिन्छ भने अहिले हाइड्रो पावरहरू जति बनेको छ, 10औं हजारको हाइड्रो पावर बनिरहेछ। 30 वर्षपछि, 15-20 वर्ष त धेरैको भइसक्यो, सबै फ्रीमा सरकारलाई आउँछ। त्यो फ्रीमा आइसकेपछि त्यो फ्रीको विद्युत फ्रीमा दिनलाई के आपत्ति हो? त्यो भएको हुनाले फ्रीमा विद्युत दिन सकिन्छ, शिक्षा फ्री गर्न सकिन्छ, स्वास्थ्य फ्री गर्न सकिन्छ। लक्जमबर्ग मैले माल्टामा गएको थिएँ, ट्रान्सपोर्टेसन पनि फ्री रहेछ। रेभेन्यूको सोर्स के हो भनेर सोद्धाखेरि रेभेन्यूको सोर्स त टुरिज्म मात्रै रहेछ। सानो यत्रो कन्ट्री छ, अरू केही पनि छैन, टुरिज्म मात्रै। एउटा टुरिज्मको रेभेन्यूले शिक्षा, स्वास्थ्य, ट्रान्सपोर्टेसन सबै फ्री छ। त्यो गर्न सकिन्छ। त्यो फ्री गरेर पनि देशमा यति ठुलो लगानी गर्न सकिन्छ, क्यापिटल पुँजीगत लगानी यति ठुलो गर्न सकिन्छ। त्यसपछि तपाईले कति हाइड्रो पावर बनाउने, कति टनल बनाउने, कति रोड बनाउने, कति ट्रेन चलाउने, त्यो सबैमा लगानी गर्न सकिन्छ। त्यो लगानी देशभित्रको लगानी र त्यसपछि नेपाली जनता, नेपाली युवाहरू खाडीमा जाने होइन, विदेशमा जाने होइन, विदेशका युवाहरू यहाँ आएर काम गर्ने अवस्था हो। विदेशका युवा, यति सुन्दर देश छ, हावापानी सुन्दर छ, ठाउँ सुन्दर छ, यति सुन्दर देशमा यति रिसोर्स छ। मैले हाइड्रो पावरको मात्रै कुरा गरेँ, टुरिज्मको कुरा गर्नुहोस्। हाम्रो धार्मिक टुरिज्म कति ठुलो छ। लुम्बिनी, बौद्ध, पशुपति, मुक्तिनाथ, यहाँ हिन्दू, बुद्धिस्ट सबैको टुरिज्म प्रडक्टलाई सेल गर्न सक्यौँ भने कति ठुलो टुरिज्म, धार्मिक टुरिज्म मात्रै। नेचुरल हाम्रो प्राकृतिक स्रोत साधन भएको ठाउँमा हाम्रो
एभरेज माउन्ट एभरेस्टदेखि लिएर सबको टुरिज्मलाई सेल गर्न सक्यो भने हामी कहाँ पुग्छौँ? त्यो टुरिज्म सेल गर्न सकेका छौँ। अब सबभन्दा ठुलो एसेट भनेको नेपालको, म यो नेचुरल रिसोर्स भन्दा पनि सबभन्दा ठुलो एसेट भनेको ह्युमन क्यापिटल, यो नलेज क्यापिटल, यो तपाईसँग भएको नलेज। म यो संसारभरि घुमेँ, गल्फ कन्ट्री ओमनमा गएका नेपालीहरूले त्यहाँ ओमनको आइटी सेक्टर लिड गरिरहेछ। 20-30 लाख रुपियाँ खान्छन्, त्यहाँ तलब खान्छ। संसारभरिका नेपालीहरू यति विज्ञ छन् आइटीमा, तपाईँको चाहिँ अहिले हरेक क्षेत्रमा विज्ञता हासिल गरेर त्यत्रो ठुलो काम गरिरहेछ। र नेपालमै रहेका हाम्रो जुन क्यापिटल छ, ह्युमन क्यापिटल, त्यसलाई प्रपरली युज गर्न सकेन। त्यो प्रपरली युज गर्न साथ सबभन्दा ठुलो क्यापिटल भनेकै त्यही हो। एउटा इजरायल भन्ने देश, सानो देश, के पनि छैन, तर टेक्नोलोजीले कति ठुलो परिवर्तन, त्यहाँको ह्युमन रिसोर्स, त्यहाँको ब्रेन सेल गरेर संसारलाई थर्काएर बसेको छ, संसारलाई आफ्नो कब्जामा राख्न सकेको छ। किन ह्युमन क्यापिटल हाम्रो लागि सबभन्दा ठुलो क्यापिटल हो। एग्रिकल्चरको त कुरै छोडिदिनुहोस्, एग्रिकल्चर हामी केही गर्नै सकेका छैनौँ। एग्रिकल्चरको हामी हेर्ने हो भने यहाँ प्रडक्टको सेल गर्न मार्केट दिन सकेका छैनौँ। केही गर्न, अस्ति खाडीमा जाँदाखेरि गल्फ कन्ट्रीका साथीहरूले भन्थे टमाटरको खेती गरेको, टमाटरको मार्केटै पाएन, त्यो त चाहिँ फाल्नुभन्दा बरु यहीँ आएर काम गर्नु बेटर लाएर आएको। त्यो मार्केट राज्यले किन क्रिएट गर्न सकेन? त्यो मार्केट जुन चेन, एउटा कृषिजन्य वस्तुहरूको जुन मार्केटसम्म लाने चेन हामीले डेभलप गर्न सकेनौँ। अब त्यो गर्नुपर्छ। यहाँ यति धेरै चाहिँ हाम्रो सम्भावना छ, त्यो सम्भावनालाई हामीले एक्सप्लोइट गर्न सकेका छैनौँ। हामीसँग भएको ढुङ्गा, माटो, वन जङ्गल सबैको पैसै पैसा छ, तर हामी सबै फालिरहेछौँ। वन कुवाएर राख्नुपर्छ, सिनोले खानुपर्छ। निकुञ्जको हाम्रो वन कति छ भने 45% वन छ, त्यो कमर्सियल युजमा कहिले पनि आएन। चितवनको जङ्गलमा भएको वनको रुख एउटा पनि बाहिर आउँदैन, किन? त्यसले सिनोले नै खानुपर्छ, त्यसलाई युज गर्दैन। तर मलेसिया र चाइना, बाहिर देशबाट 3-4 खरबको वनका यो काठका सामानहरू इम्पोर्ट गर्छ, आफ्नो कुवाउने, इम्पोर्ट गर्ने। यो गलत, यो कमर्सियल युज गर्नु पऱ्यो वनको। भनेको वन त काट्नै दिँदैन, मैले त्यहाँ भन्ने गरेको थिएँ, त्यो त ट्रोल बनायो, यो वन काट्नलाई गाह्रो छ भनेको हो। र त्यो एकदमै त्यसलाई कमर्सियल युज कसरी गर्ने? तपाईँ फुलबारीमा जानुहोस्, मैले 400-500 गाडी हरेक दिन जान्छ त्यहाँ भुटानबाट ढुङ्गा र माटो लिएर बङ्गलादेश जान्छ। हामी चाहिँ ढुङ्गा र माटो के गर्छौँ भने, होइन यहाँ खन्नै हुँदैन, यो पनि खन्नु हुँदैन, त्यहाँ पनि खन्नु हुँदैन, गर्नु हुँदैन भनेर हामी त्यो पैसा त्यहीँ राख्छौँ, छोडिदिन्छौँ। अनि के गर्छौँ भने त्यो चुरीबाट निस्केको खोलाहरू त्यो ढुङ्गा माटो थप्दा माथि आउँदो रहेछ। अनि अर्को बाढी आउँदाखेरि सबै खेत पनि बगाउने, गाउँ पनि बगाउने, माथि आएपछि बगाउने हो। अस्ति म त्यहाँ एसियन हाइवे बनिरहेछ, यो हाम्रो पूर्व पश्चिम एसियन हाइवे, यो अनारमनीदेखि यता बनिरहेछ। ठेकदारहरूले भन्छ यहाँ त माटै पाउँदैन, कसरी काम गर्ने, माटो भन्नलाई काहीँ पनि दिँदैन। अब यत्रो देशमा माटै थियो, माटो खन्न निकाल्न काहीँ पनि दिँदैन। अब गाउँपालिकाले नदिने, उता नगरपालिकाले नदिने, कता नदिने, कहाँ चाहिँ केही पनि गर्न नदिने। अनि किन ढिलो भयो भने 6 महिनासम्म मैले माटो खन्न पनि अहिले पनि पाएको छैन भने, अब माटो खन्न नदिने अनि कसरी विकास? रुख काट्न नदिने, कसरी विकास? यो ऐन कानुन सबलाई चाहिँ खारेज गरेर जानु, विकास हुँदैन। यस्ता ऐन कानुन राखेर नेपालमा विकास हुँदैन। म मन्त्री भएको 2.5 महिना भइसक्यो, 6 महिना अगाडि मैले यो गर्नुपर्छ भन्ने काम मन्त्री भएर पनि गर्न सकेका छैन। यो ऐन देखाउँछन्, कता ऐन देखाउँछन्, के हुन्छन्, कामै हुँदैन। अनि कसरी हुन्छ? त्यो भएको हुनाले यो
मैले अघि त्यहाँ चाहिँ उसमा पनि देखेँ, यो छाता चाहिँ ऐन ल्याउनुपर्छ, एउटै ऐनले सबलाई सखाप पारेर काम गर्नु र 10 वर्षको डेभलपमेन्ट डिकेड भनेर घोषणा गर्ने, 10 years डेभलपमेन्ट डिकेड भनेर घोषणा गर्ने, कुनै ऐनको काम नलाई तत्काल काम गर्ने, अगाडि बढ्ने गर्यो भने यो देश कहाँबाट काम हुन्छ? किन रोजगारी भएन? यहाँ रोजगारी धेरै हुन्थ्यो। कन्ट्र्याक्टरले, निर्माण व्यवसायले ठेक्का लिन्छ, सडकमा मात्रै 2100वटा ठेक्का रहेछ। 2100वटा ठेक्का लिन्छ, ठेक्का लिएर अब निर्माण व्यवसायी उता जग्गाको किनबेचमा लाग्छ। 15 वर्षसम्म त्यो पुल पनि बन्दैन, सडक पनि बन्दैन, अनि त्यो रोजगारी कहाँबाट क्रिएट हुन्छ? त्यो पैसा त्यहाँ खर्च भयो न, त्यहाँ रोजगारी क्रिएट हुने हो? रोजगारी नै क्रिएट हुँदैन। कहाँबाट चाहिँ नेपालीले रोजगारी पाउने? यस्तो अवस्थाले बन्दैन। त्यो भएको हुनाले कार्यान्वयन पक्ष एकदमै बलियो हुन्छ। जतिसुकै तपाईँले भिजन दिनुहोस्, जतिसुकै नीति बनाउनुहोस्, कार्यान्वयन गर्नु पर्यो। यो कार्यान्वयन पक्ष राम्रो भएन भने नेपाल कहिल्यै पनि समृद्ध हुँदैन। एक्सनमा जानु। अब हाम्रो ब्युरोक्रेसीमा यो अलिकति साइन गर्यो भने त मलाई त अख्तियारले बोलाइहाल्छ नि भन्नुहुन्छ। अब त्यो सानो बजेट 16-17 खरबको बजेटमा 3 खरब रुपियाँ पुँजीगत खर्च हुन्छ, त्यो पनि खर्च गर्न सक्दैन। यो पनि डिसिसन गर्न गाह्रो, त्यो पनि डिसिसन गर्न बाँच्छ, यो ऐनले समात्छ, यसले समात्छ, अनि कसरी विकास गर्छ? यस्तो परिस्थितिबाट देश विकास हुँदैन। सोचमा परिवर्तन गर्नु पर्यो। सबैले यो अहिलेको कार्यान्वयन पक्षलाई एकदम जोड दिएर अगाडि बढ्ने हो भने धेरै परिवर्तन हुन्छ। त्यो भएको हुनाले हामी यो देशलाई, हामीसँग रिसोर्स सबै छ, ह्युमन रिसोर्स पनि हामीसँग छ, सबै चिज छ, तर सबै चिजलाई अप्ठ्यारो गर्ने गरेर त्यो बाँधेर त्यो काहीँ पनि जान नसक्ने गरेर बाँधेर राखेको छ। त्यसले देश विकास हुँदैन। अब म यहाँ भइरहँदाखेरि मन्त्री भएर यस्तो कुरा किन गरिरहनु भयो भन्नु होला। अब मन्त्रीले त ऐन परिवर्तन गर्न नसक्दो रहेछ। त्यो ऐन परिवर्तन गर्नलाई त संसद जानुपर्ने रहेछ। अब संसद छैन। त्यो संसदमा जाँदाखेरि त्यो ऐन एउटा बनाउनलाई 2 वर्ष 3 वर्ष लाग्दो रहेछ। सुमनाजीले शिक्षाको ऐनलाई देख्नु भएको छ। उहाँले सम्पन्न गर्न कतिको भ्याउनु भयो थाहा छैन। अनि 3 वर्ष ऐन लगाउनलाई, ऐन परिवर्तन गर्न लाग्ने। अनि त्यसपछि एउटा रुख काट्नु पर्यो भने त्यो पन्छाउने भन्छ नि, पर्साउने, पर्साई 5 वर्ष पर्साएपछि त्यसपछि रुख त्यो काट्नै पर्छ। फेरि त्यो काटिन्छ। 5 वर्षपछि त्यो रुख काटिन्छ। 5 वर्षसम्म त्यो ठेकदार कहाँ पुग्छन्, त्यसपछि त्यो पैसा कता पुग्छ? भद्रको यस्तो तालले देश बन्छ? बन्दैन। यो मेरो अनुभव। त्यो भएको हुनाले अबको लिडरसिपले कार्यान्वयन गर्ने, यस्ता ऐनलाई खारेज गर्ने, तत्काल काम गर्ने, काम नगर्नेलाई कारबाही गर्ने हैन। म आएर करिब 250वटा ठेक्का तोडिदिएँ मैले। 15 वर्षसम्म काम नगर्ने, 15-20 वर्षसम्म काम गर्ने, ठेक्का पनि नतोड्ने, मान्छे पनि छैन, के पनि छैन। झापाको एउटा कन्काई पुल भन्ने रहेछ, बिचरा 30-40 किलोमिटर घुमेर आउनुपर्छ। यता चाहिँ तपाईँ के अरे कमलामा एउटा पुल रहेछ, 15 वर्ष भयो, त्यो पनि 15 वर्ष भएछ। त्यो पुल नभएर करिब 90 किलोमिटर घुमेर जनतालाई कति शास्ति भन्नु त? 5 मिनटमा आउने कुरा। बोटिङ गरेर हिँड्नुपर्छ त्यो चाहिँ बागमती खोला, कति शास्ति दियो। यस्तो भएपछि जनताले पत्याउँछ, नेतालाई पत्याउँछ, कसरी पत्याउँछ? त्यो भएको हुनाले कार्यान्वयन एकदमै इम्पोर्टेन्ट छ। त्यो मैले भन्न खोजेको के हो भने अबको नेतृत्व सही नेतृत्वहरू आउनुपर्छ, सही व्यक्तिहरूको चुन्नुपर्छ। त्यसको लागि अब पालो आएको छ जनताको, आम नेपाली जनताले अब सही पार्टी, सही व्यक्ति
चुन्नुस् सही बेला, सही व्यक्ति, सही समयमा। बुढो भएर म प्रधानमन्त्री चलाउँछु भनेर त्यसले चलाउन सक्दैन। अहिले 20 वर्षको युवालाई विद्युत प्राधिकरण एमडी चलाऊ भन्दा पनि नसक्न सक्छ। सही ठाउँ टाइम चाहिँ इम्पोर्टेन्ट हो, उमेरको पनि इम्पोर्टेन्ट। 20 वर्षको युवालाई ग्रुम गर्नुपर्छ, ग्रुम गरेर कुन ठाउँ उपयुक्त हुन्छ उहाँलाई दिनुपर्छ, अगाडि बढ्छ, जोस जागर हुन्छ। 20 वर्षको युवासँग जोस जागर विल पावर हुन्छ, तर अनुभव हुँदैन। नलेज पनि अलिअलि गेन गरेको हुन्छ, तर अनुभव हुँदैन। अनि 70 वर्ष 80 वर्षको बुढोसँग अनुभव हुन्छ, के पनि हुन्छ, हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, दिमाग पनि चल्दैन। अनि त्यस्तालाई देश सुम्पेर हुन्छ? हुँदैन। त्यो भएर हामीले भनेको सही व्यक्ति सही समयमा सही ठाउँमा हुनुपर्छ। यो मेरिटोक्रेसी, यो ली कुवान यूको म 1 वर्ष विद्युत प्राधिकरणबाट बाहिर निस्किएपछि पहिलो कार्यकालमा मैले संसारभरिको त्यो लिफलेटहरू पढेँ, यो ली कुवान यूको पढेँ, सबै हेरेँ, उनले दिएका भाषण, उनले गरेका काम सबै हेरेँ। उसको सधैँ फोकस डेलिभरी 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 भयो, हैन? डेलिभरी कसरी दिने? डेलिभरी दिनलाई के गर्नुपर्छ? मेरिटोक्रेसी, अब्बल व्यक्तिहरूलाई छनौट गर्नुपर्छ। मेरिटोक्रेसी मात्रै भनेर पनि हुँदैन, केही अब्बल व्यक्तिहरूलाई चाहिँ केही इन्क्लुजन पनि गर्नुपर्छ। इन्क्लुसिभ मेरिटोक्रेसी, सही व्यक्तिहरू इन्क्लुजन सहित मेरिटोक्रेसी एक आजको आवश्यकता हो। कार्यान्वयन पक्षमा यो आवश्यकता हो। देश बन्छ, देश बन्दैन भन्ने हो। यो देश नेपाल देश सिङ्गापुर होइन, नेपालै बन्छ। यति राम्रो बन्छ, संसारभरिको मान्छेले नेपाल बनाउँछ, नेपाल आउनुपर्छ, नेपाल देश यस्तो बनेछ भनेर यहाँ नेपालमा सबै ठाउँबाट नेपाल देश चिनेर नेपाल आउँछन् भन्ने मलाई लाग्छ। म यहाँहरूलाई धेरै बोलेँ। आजको यो फोरम दिनुभएकोमा उज्यालो नेपाल पार्टीलाई हार्दिक धन्यवाद। यहाँहरूलाई हार्दिक शुभकामना। यो उज्यालो नेपालले अँध्यारो धेरै ठाउँमा छन्, धेरै सेक्टरमा अँध्यारो छन्। यो उज्यालो नेपाल भनेकै एउटा सिद्धान्त हो भन्छु म। उज्यालो के को उज्यालो? गरिबीलाई हटाउने उज्यालो, देशलाई समृद्ध बनाउने उज्यालो, सामाजिक न्यायको उज्यालो, सबै क्षेत्रको उज्यालो ल्यायो भने देश समृद्ध हुन्छ। उहाँलाई हार्दिक धन्यवाद, बधाई छ। सबै उपस्थित महानुभावहरूलाई मेरो धन्यवाद र भन्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद।